तपाईले देख्न सक्नुहुन्छ यो ढाकाडाम्सा साना किसान कृषि सहकारी संस्थाले दार्मा गाउँपालिका 5 त्रिवेणी सल्यानको यो भवन हो। यता हाकिम साहब हाम्रो अर्कजी यता कुरा गर्दै हुनुहुन्छ। यो ब्याकअप विद्युतको लागि, त्यसपछि यो चाहिँ हाम्रो दुधको लागि यसरी राखिएको छ। नमस्ते, मेरो नाम सुरेन्द्र प्रकाश केसी। म यस ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड दार्मा गाउँपालिका 5 सल्यानको संस्था प्रबन्धक। अब यो हामीले 71 सालमा स्थापना भएको संस्था हो। भनेपछि 71 बाट यो अहिले हामीले चाहिँ यो दुध सङ्कलन डेरी चाहिँ कहिलेदेखि चाहिँ सञ्चालन? दुध सङ्कलन डेरी चाहिँ हामीले 2076 सालदेखि सुरु गरेको छ। 2076 सालदेखि सुरु गरेर अहिलेसम्म अब कन्टिन्यू रूपमा किसानबाट सङ्कलन गरेर बजारीकरण गरिरहेको छ। भनेपछि यो दुईटै हजार लिटरको एउटा भ्याटमा 1000 लिटरको क्षमता छ। एउटा भ्याटमा 1000 लिटर। यसलाई चिलिङ भ्याट कति पर्दो रहेछ? यसलाई चाहिँ कस यो एउटा 4.5 लाखको 4.5 लाख है थुप्रो पर्दो रहेछ। अहिले त फुल क्यापेसिटीमा चले हैन होला यो जाडो सिजनमा? के जाडो सिजनमा छैन सर। गर्मीमा चाहिँ के हुन्छ? गर्मीमा अझ कम हुन्छ सर। हाम्रो साउन लागेदेखि मङ्सिरसम्म चाहिँ दुध टनाटन हुन्छ। फुल प्याक हुन्छ। फुल प्याक हुन्छ। अब जस्तो कि त्यो किसानहरूबाट चाहिँ यो क्यापेसिटी भन्दा अझै बढी आउँछ कि कुनै बेला दुध कि कमै हुन्छ? यो क्यापेसिटी सम्मको आएको छ सर। यो भन्दा बढी छैन। पहिला थोरै हुन्थ्यो, 76 सालदेखि सुरु गरेको। अहिले अलि धेरै सदस्य व्यवसायी भएर अब पोहोर सालदेखि झन्डै 2000 लिटर पनि भरिन्छ कुनै महिनामा। कार्यक्षेत्रभित्रकै सङ्कलन गर्नु चाहिँ अहिले यो दार्मा गाउँपालिकाकै पुरै के छ? कार्यक्षेत्रको हाम्रो 5 र 6 नम्बरवटा कार्यक्षेत्र हो, त्यहाँको पनि गर्छौँ सर। कलिकता सङ्कलन चाहिँ दार्मा गाउँपालिका 2 को पनि गर्छौँ। त्यहाँ 2 र 6 को किसानले सँगैले अघि भएको हामीले त्यहाँ थोरै किसान 2 को सङ्कलन गर्ने बजार चाहिँ पालिका भएको ठाउँमा हो कि होइन? हामीले सर यहाँ किसानहरूबाट सङ्कलन गरेर हामीले पनि एउटा जीवन डेरी उद्योगसँग सम्झौता गरेका छौँ। यहाँबाट त्यसलाई बजारीकरण गर्छौँ सर। उसले चाहिँ अलि क्यापेसिटी उसले पनि अन्यत्र सङ्कलन गरेर उसले पोखरा काठमाडौँ पठाउँछ। त्यो डेरी चाहिँ हाम्रो बागचौरमा। यसको मतलब बागचौरको डेरीमा चाहिँ हामीले उहाँ सप्लाई गर्छौँ होइन? यहाँबाट सप्लाई गर्छौँ। अहिले दुध मात्रै हो कि त्यो बाइ प्रोडक्टहरू पनि बनाइराख्नु भएको छ? दुधको परिकार केही पनि छैन सर। हामीले दुध मात्रै कलेक्सन गर्ने त्यसैलाई बजारीकरण अब ग्रामीण इलाका हो यहाँ। अब अरू परिकार लिने त्यस्तो हुनुहुन्न कि बाहिरकै बजार बजेर सबै यहीँ खपत गर्न पर्यो, परिकार बनाउनु पर्यो। अब यहाँ दही बनाउँदा किसानहरूको घरमा आफैले भैँसी पाल्नु भएको छ, यहाँबाट दही किनिदिने मान्छे भन्दा त्यस्तो धेरै ठुलो बजार पनि छैन। चिलिङ भ्याट, त्यस पछाडि प्रोसेसिङ ब्याकअप चाहिँ के हो यो तपाईँहरूको? यसलाई त फुल टाइम त्यो विद्युत चाहिन्छ होला नि? यसले जेनेरेटरले सर, जेनेरेटरले काम गर्छ। हजुर, 0 डिग्री सेन्टिग्रेडमा बनायो भने आज 0 मा राख्यो भने भोलिसम्म त्यसरी सपोर्ट गर्छ सर। सधैँ चलाउनु पर्दैन। गाडी अनि दुध सङ्कलनको लागि चाहिँ अहिले गाडी आफ्नै छ? गाडी पनि आफ्नै छ सर। गाडी संस्थाको आफ्नै भयो होइन? सिङ्गल ल्याब छ। उहाँ फिल्डमा चाहिँ हाम्रो किसानको घर घरमा पुगेर लिएर आउनु? घर त्यो गाउँमा सङ्कलन केन्द्र बनाइदिएको छ, त्यहाँ सङ्कलन गर्नुहुन्छ, त्यहाँबाट क्यान उठाएर ल्याएर यहाँ चिस्याउने अनि 2 दिन पुग्यो भनेपछि बजारी। मतलब त्यहाँ गाउँमा तपाईँको सङ्कलन गरे छुट्टै मान्छे छ त त्यहाँ? छुट्टै मान्छे छ सर। कसले त्यसलाई चाहिँ कसले तलब दिने हो होइन? अब त्यसलाई हामीले के बनाउँछौँ भनेपछि सर, किसानको दुधको रेकर्ड राख्नुहुन्छ, यहाँबाट लगेर पैसा भुक्तानी गरिदिनुहुन्छ। हामीले उहाँसँग सम्झौता गरेको के छ भनेपछि किसानको दुधबाट प्रति लिटर 2 रुपियाँले उसले व्यवस्थापन गर्नुपर्ने हो सर। त्यही दुधबाट नै व्यवस्थापन त्यसरी हामीले यहाँबाट छुट्टै खर्च गराउने होइन सर। कलेक्सन गरेको आधारमा हुन्छ त्यसो? कलेक्सन आधारमा। कुनै दिन मानव उसको कुनै महिना कलेक्सन अलिक कम भयो भने कम हुन्छ होला, कम हुन्छ, बढी भयो भने बढी हुन्छ होला। जस्तो कुनै अब धेरै राम्रो झन्डै एउटा ठाउँको कलेक्सन महिनामा अब सिजनको बेला यदि 3000 भएछ भने अफ सिजनमा पनि 2000 हुन्छ। अब 3000 भएको बेला उसले 6000 कमायो भने अफ सिजनमा 2000। त्यसपछि संस्थाको डाइरेक्ट खर्च चाहिँ देखिएन यसको मतलब? गुड। के छ अनि यो डेरीको हिसाब किताब तपाईँहरूले छुट्टै राख्नु भएको छ कि के गर्नु भएको छ? सिस्टमबाटै छ, छुट्टै भेटिन्छ। छुट्टै भेटिन्छ, आम्दानी पनि भेटिन्छ, खर्च पनि भेटिन्छ। अनि नाफाघाटाको अवस्था के छ? नाफा खासै धेरै नाफा त भएको छैन, तर अहिलेसम्म नाफामा छ, घाटामा चाहिँ छैन। घाटामा छैन। यसको लागि हामी 2 जना कर्मचारी व्यवस्थापन छ, 1 जना गाडी चालक। यसको लागि छुट्टै 1 जना गाडी चालक छ, यहाँको दुध पनि सङ्कलन गर्ने अनि यहाँ रेखदेख गर्ने 1 जना हुनुहुन्छ। 2 जना कर्मचारी छुट्टै व्यवस्थापन गरेको छ। यसको त्यो खर्च गरे उनीहरूलाई पालेछ त यसैले? उनीलाई पनि
मजाले यो जेनेरेटरमा राख्ने तेल अनि सर्भिसिङ गाडीमा राख्ने तेल सर्भिसिङ ड्राइभर अनि त्यो यहाँको दुधको कारोबार हेर्ने दुध सहायक सबैको खर्च मेन्टेन गरेर पनि प्रफिटमा छ। धेरै नर्मल्ली के तपाईँको यो अन्त सहकारीहरूले चलाएको यस्तो डेरीहरूमा चाहिँ मैले लस मात्रै भेटाएको छु म्याक्सिमम् ठाउँमा क्या। तपाईँको यहाँ चाहिँ जे होस् राम्रो युटिलाइज चाहिँ गर्नुभएको रहेछ, यो जुन रिसोर्सको पनि युटिलाइज भयो अनि त्यो जुन तपाईँको कलेक्सन गर्ने सिस्टम छ नि त्यसले पनि अलिकति सहज भएको हो कि जस्तो लाग्यो होइन। यहाँ मतलब यसले चाहिँ 2टा कर्मचारी पाल्नु भनेको त धेरै राम्रो, एक्सलेन्ट यार, गुड। हाकिम साहबले हाम्रो खत्रै गर्नुभएको छ उहाँले देख्न सक्नुहुन्छ। यो के त यता अफिस यहीँ बस्नुहुन्छ? यता हो अनुमति बिना प्रवेश निषेध कार्यालय हो, अफिस हो, बिहान दुध सङ्कलन पनि हुन्छ यहाँ। हजुर त्यहाँ उहाँहरूले पासबुक राख्ने खाताबाट राख्ने। यो क्यान होइन? हजुर क्यान हो। कति लिटरको यो क्यान? क्यान पनि हाम्रै हो सर, सबै संस्थाको हो। कति लिटर हुन्छ एउटा? 40 लिटरको हो सर। एउटाको 40 लिटर। वाह। अनि यो ठुलो भाडा चाहिँ पानी डेक्ची पनि त्यो पनि संस्थाकै हो सर। कहिले काहीँ अब जस्तो यहाँ कुनै सदस्यहरूले पूजा आजामा के अरे दही बनाइदिनु पर्यो भन्नुहुन्छ, त्यति बेला चाहिँ दही बनाइदिन लागि दुध तताउनको लागि। गुड। यही खाजा नास्ता बनाउन नि मिल्यो, के भोजभतेर गराउनलाई होइन। देख्न सक्नुहुन्छ यस्तो पहाडको बिचमा यो संस्था यस्तो राम्रो काम गरेको छ हेर्नुहोस् है साथीहरू। यता 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 हामी यो कुलोमा हिँड्दैछौँ, पानी बगिरहेछ। बस यता देख्न सक्नुहुन्छ यो अदुवा अहिले अदुवा सङ्कलन गरेछ। यसलाई अब आज त्यो उसले ठेकादारले बोरा पठाइदिएको छ। कति छ सर यसमा अदुवा अहिले हाम्रो? कति क्विन्टल? योमा अहिले 23 क्विन्टल अदुवा छ सर। 23 क्विन्टल अदुवा। 23 क्विन्टल छ, यता गर्दा झन्डै 30 क्विन्टल अदुवा छ। टोटलमा 30 क्विन्टल। 30 क्विन्टल छ। अनि हिजो र आज खन्दै हुनुहुन्छ किसानले, उतापट्टिको किसानको भोलि आइपुग्ने हो, झन्डै 25 क्विन्टल उता पनि छ। भनेपछि यो वर्ष हामीले पहिलो वर्ष भए पनि झन्डै 50 क्विन्टल अदुवा बजारी गर्नु। जस अहिले यो पालि ट्रायलको रूपमा चाहिँ जाँदै हुन्छ। गुड। ट्रायल हो सर। यसलाई ल्याएर छन्क्याएर राखेर धेरै लाग्छ, उहाँबाट हिसाब गरेर ल्याएको छ कति घट्दो रहेछ। अनि त्यो वर्षले अर्को वर्ष काम गर्न सकिने होला भन्ने अनुमान छ। भवन चाहिँ कस्तो तपाईँको संस्थाको लगानी मात्रै हो कि काहीँ अनुदानबाट पनि आएको? कुन सर? यो सबै योमा 70% चाहिँ अर्को अनुदान हो सर, 30% मात्रै हाम्रो लगानी हो। पालिकाबाट हो कि कता? पालिका, पशु सेवा अस्पताल, राष्ट्रिय सहकारी विकास बोर्ड अनि हाम्रो साना किसान विकास ब्याङ्कको पनि पैसा छ। 4.5 लाख रुपियाँ। अनि यो टहरा चाहिँ? यो टहरा चाहिँ कृषि विकास कार्यालयको हो सर। त्यो योमा पनि 70% कृषि विकास कार्यालयको, 30% हामीले लगानी गरेको छ। धेरै राम्रो लगानी मात्रै उताको अलिकति देखिया जस्तो भयो। अनि संस्थाकै हो सर, सबै लाल पूर्जा भएको जग्गा। ल साथीहरू म तपाईँलाई अदुवा देखाइदिन्छु। यो ठाउँको अदुवा एकदम लोकल अर्ग्यानिक होइन। चाहियो भने सम्पर्क गर्नु होला भन्न मिल्छ होइन। मैले लिएर जानु पर्ला जस्तो छ। चट्लाएर यही हो होइन यो सबै उत्पादन हुने त? हाम्रो त झन्डै सर यो वर्ष हामीले सर किसानको घरमै यसलाई 4500 रुपियाँ क्विन्टल किनेका छौँ। हजुर 4500 रुपियाँ क्विन्टल भनेपछि अब हामीलाई यहाँ आउँदासम्म खर्च पर्छ। अब कस्तो हुन्छ भनेर हामीले 4900 मा सम्झौता गरेका छौँ व्यापारीलाई। यो वर्ष कस्तो हुन्छ त प्रायः कष्ट आफ्नै संस्थाले गरिदिन्छ। हामीले त्यही भएर 200 जति कष्ट लाग्यो, 200 जति वेस्ट भयो भने पनि 4900 ले हिसाब किताब बराबर हुन्छ भन्ने हिसाबले गरेका छौँ। अरू के गर्नु भएको छ? अदुवा कलेक्सन, दुध त डेरी त भइ नै हाल्यो, अदुवा कलेक्सन त्यो सँगसँगै हामी खसी बोका पनि सङ्कलन गरेर बजारी गराउँछौँ। खसी बोका चाहिँ यहीँ राख्नुहुन्छ कि राख्नुहुन्न? हामी राख्दिनौँ सर। सिधै उतैबाटै जान्छ? सदस्यहरूलाई सूचना गर्यो, एक दिन जुन दिन हाट लगाउने हो त्यो दिन सबै सदस्यलाई सूचना गर्यो। उहाँहरूले बिहान 8-9 बजी यहाँ ल्याइदिनुहुन्छ। व्यापारी आउँछ, यहीँबाट जोग्छ, उसले गाडीमा हाल्छ। यहीँ ल्याउने चाहिँ यहीँ हो अफिसमै? सदस्यहरूले चाहिँ आफ्नो घरबाट खसी लिएर आउने हो यहाँ? त्यस पछाडि व्यापारी पनि यहीँ आउँछ? यहीँ तौलिन्छ, माठा गर्छ, उसले उसको हिसाब भनिदिन्छ। अनि सदस्यहरू घर जानुहुन्छ, व्यापारीले हाम्रो खातामा पैसा राखिदिन्छ, अनि किसानले हामीबाट उठाइदिन्छ। वाउ, देख्न सक्नुहुन्छ साथीहरू, यो सहकारीले गर्ने भनेको यस्तो हो कि खासमा हामी होइन एज अ बचत ऋण मात्रैमा ध्यान दिनुभन्दा पनि उहाँहरूको खसी बोकाको गरिराख्नु भएको छ, अदुवा कलेक्सन गरिरहेको छ, दुध डेरीको कति 1 करोड 29 लाख 1 करोड 29 लाख किसानले पाएको पैसा 1 करोड 29 लाख।
अनि त्यो 1,29,00,000 को बेच्दाखेरि त्यो खसी बेचेको किसानहरूले 10.5 लाख रुपियाँ गाउँपालिकाबाट अनुदान पनि पाउनुभयो प्रति किलो 50 रुपियाँको दरले, जसको यदि कुनै किसानले 100 किलो बेचेर उहाँको खातामा 5,000 पैसा पनि आयो। तपाईँले त धेरै काम गर्नुभएको रहेछ यसको किसानको उत्पादन। दुधमा पनि प्रति लिटर 5 रुपियाँ प्रदेश सरकारले दिन्छ र प्रति लिटर 3 रुपियाँ गाउँपालिकाले दिन्छ, यदि 8 रुपियाँ। जस्तो अहिले हामीसँग यहाँ त्रिवेणी बेच्ने किसानले यदि राम्रो दुध ल्याएको खण्डमा 56-57 रुपियाँ पाउनुहुन्छ, त्यो ल्याक्टोको परिमाण हेरेर किन्छ भने। अनि प्लस गाउँपालिका 8 रुपियाँ हुँदाखेरि झन्डै 65 रुपियाँसम्म किसानले पाउनुहुन्छ। ल ठिक छ, यस्तो दामी गर्नुभएको छ, अझै यस्तै गरी गर्दै जानुहोस्। हामीले पनि गर्ने सहयोग यसो गर्न सकिरे जति चाहिँ गर्दै जाउँला है। यता तोरीहरू गाउँमा पनि राम्रो हुँदो रहेछ त है। सिँचाइ चाहिँ के हो यो 12 महिना हो? 12 महिना हो सर, एकदम है पानी चल्छ। पाइन्छ। ए राम्रो उत्पादनमूलक ठाउँ रहेछ तपाईँहरू कहाँ त। यस्तो ठाउँमा अफिस होला भन्ने मेरो एस्पेक्ट नै थिएन कि। अन्त यस्तो ठाउँमा भएको संस्थाले यस्तो गरे देख्दाखेरि त ओ माई गड भन्ने छ। ल हामी सहकारी कर्मी साथीहरू चाहिँ यो ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्थाबाट सिक्नुपर्ने धेरै कुरा रहेछ। यहाँ स्रोत छैन, अब के भन्छ बाटोघाटो पनि त्यति सजिलो छैन, त्यही पनि उहाँहरूले यत्रो मेहनत गर्नुभएको छ, त्यसको लागि उहाँलाई एकदम स्यालुट छ। आगामी दिनमा पनि संस्थालाई यस्तै गरी राम्रो बनाउँदै जानुहुनेछ भन्ने मेरो आशा छ। अनि बाटो पुगेर रहेछ भने पालिकालाई डोजर पठाइदिनु होइन, जुन दिन अलिक मौसम खुल्ला हुन्छ बनाइदिन्छ, त्यसै दिन त्यो दुइटै भ्याट सकिदिनु पऱ्यो। बलकै भयो भने गाह्रो हुन्छ। यतैबाट जाने यतैबाट केही गरेर गर्ने पनि प्लान हो। पहिला यसैमा अफिस पुग्छ माथिको कोठामा। कहाँबाट आउनुभयो हजुरहरू? माथिबाट के गर्न आउनुभयो? काम थियो के काम ल भन्नु त? कर्जा लिने हो? ए के को लागि? कतिवटा पाल्नु भएको छ अहिले? छैन, 2टा छ नि, अब एउटा ल्याउने फेरि। ए ल राम्रो। अनि को आउनु भएको छ त उता घरबाट पैसा लिनलाई कि? ल ल थ्याङ्क यू। खुलिहाल्यो नि भाइ त। नमस्कार 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 नमस्कार। ल उहाँहरूको अफिस देख्न सक्नुहुन्छ। सीता म्याडमले काम गरिराख्नु भएको छ होइन? यताको म्याडम पनि नमस्कार नमस्कार। उहाँले नि काममा एकदम व्यस्त हुनुहुन्छ है। ल ल गर्नु काम हजुरहरूले। अनि अरू कता हो त? यो मल हो? ओ मा यो त म्यानेज भएको छैन त। भर्याङमै राख्दैन मल। यो चाहिँ हाम्रो हाकिम साहबको रुम, चट्ट लगाएर काममा व्यस्त हुनुहुन्छ, च्याट्ट परेन है। हाइट साना किसान यस्तो हुँदैन यस्तो ठाउँमा। अनि त्यसपछि हामीले अहिलेसम्म 16 करोड लगानी गरेका छौँ, जसमा ब्याङ्कको 9 करोड पैसा छ, बाँकी हाम्रो आन्तरिक स्रोतको हो। अब हामीले ऋण लगानीलाई मात्रै नभएर कृषि व्यवसाय सम्बन्धी किसानहरूबाट किसानले उत्पादन गरेका चिजबिजहरू सङ्कलन गरेर बजारीकरण गर्ने पनि काम गरेका छौँ। के छ त्यसमा? बजारीकरणमा दुध सङ्कलन गरेर बजारीकरण, खसी बोका सङ्कलन गरेर यो वर्षदेखि ट्रायलको रूपमा अदुवा सङ्कलन गरेर पनि बजारीकरण गरिरहेका छौँ। गुड। अनि किसानको रेस्पोन्स यसमा के छ तपाईँलाई? किसानको त किसानले अरू व्यापारीलाई बेच्ने भन्दा बढी पैसामा पनि बेच्नु भएको छ। हामीसँग आउँदा उहाँहरूले अन्य व्यापारीलाई बेच्ने भन्दा बढी मूल्य पाउनु भएको छ। एउटा त्यो भइहाल्यो। अर्को कुरा के भएको छ भनेपछि अब किसानहरूले हामीसँग उहाँहरूले उत्पादन गरेका वस्तुहरू बजारीकरण गर्दै गर्दा हामीले दार्मा गाउँपालिकासँग समन्वय गरेर किसानहरूलाई अनुदानमा प्रोत्साहन कार्यक्रम पनि बनाएका छौँ। किसानहरूले सहकारी मार्फत बेचेको चिजबिजहरूलाई गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेका छौँ। जस्तै दुधमा प्रदेश सरकारको र गाउँपालिकाको गरेर प्रति लिटर 8 रुपियाँ अनुदान पाउनुहुन्छ, अदुवामा प्रति किलो 5 रुपियाँ पाउनुहुन्छ, अनि खसी बोकामा गत वर्ष चाहिँ प्रति किलो 50 रुपियाँ थियो, यो वर्षदेखि प्रति किलो 25 रुपियाँ अनुदान पाउनुहुन्छ। अनि अब सहकारी सफल हुनको लागि चाहिँ के काम गर्न पर्छ जस्तो लाग्छ तपाईँको विचारमा? यसो सहकारी सफल हुनका लागि धेरै केही गर्नुपर्ने देखिएन।
सहकारी सफल हुनको लागि यो सहकारी हाम्रो हो, यो सहकारीमा हुने कारोबार हामीले गर्नुपर्छ भनेर प्रत्येक सहकारीमा हुने सदस्यलाई सहकारी शिक्षा र वित्तीय साक्षरता सहकारीप्रतिको भावना उजागर गर्नुपर्ने देखियो। अनि तपाईँहरू यो जुन याज बचत र ऋणको कारोबार बाहेक हजुर जुन यो बजारीकरणको काम गर्नुभएको छ नि, यसमा के छ, केही चुनौतीहरू अलिकति चाहिँ गाह्रो साह्रो हुने अप्ठ्यारोहरू के छ अहिले? अब सुरुमा त चुनौती नै भयो सर, अहिले त्यति चुनौती लाग्दैन, सजिलो नै छ। अब त्यसलाई चाहिँ पहिल्यै एकचोटि सबै कुराको सर्वेक्षण गरेर काममा लाग्यो भने त्योबाट घाटा पनि हुँदो रहेछ। सर्वेक्षण नगरेरै हचुवाको भरमा गऱ्यो भने चाहिँ गाह्रै हुँदो रहेछ। त्यही भएर हामीले सम्झौता चाहिँ धेरैको गरेका थियौँ। यो वर्ष ट्रायलको रूपमा त्यही भएर 50 क्विन्टल मात्रै बजारीकरण गर्ने योजनामा, अनि त्योबाट नाफा घाटा के हुँदो रहेछ, किसानबाट कति किन्न सकिँदो रहेछ भनेर अर्को वर्ष धारमा गाउँपालिकामा उत्पादन भएको सबै अदुवाभरि सहकारी मार्फत सङ्कलन गरेर बजारीकरण गर्ने योजना छ। अरू हाम्रो साना किसान लगायत अरू सहकारीहरू पनि होइन छन्। अब त्यस्तो सहकारीहरूलाई एज अ कृषि सहकारीलाई चाहिँ यो बजारीकरणमा जोड्नको लागि के गर्नुपर्छ? त्यस्तो केही गर्नु पर्दैन सर। सेयर सदस्यसँग आबद्ध हुने, सेयर सदस्यहरूलाई व्यावसायिक बनाउने, सेयर सदस्यहरूको उत्पादन गरेको चिजहरू बजारीकरण गरिदिने, उहाँहरूलाई पुँजीको अभावमा भएमा पुँजी व्यवस्थापन गरिदिने, सूचना तालिमहरू चाहिएको खण्डमा तालिमहरू व्यवस्थापन गरिदियो भनेपछि उत्पादन आफै हुन्छ र बजारीकरण गर्न त्यति धेरै गाह्रो कुरा पनि छैन।